साथीहरु वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ हामी हाइकिङ आएको अनि तारकेश्वर हाइकिङ आएको। मेरो साथीहरु चाहिँ हेर्नु, आज एकजना साथी थपिएको छ। घरबाट निस्केको चाहिँ बनाउनु पाएन, बनाउनु त बन्न थियो, कहाँनिर क्लिपै हराएछ। त्यही भएर अहिले भर्खर गाडीबाट झरेर यहाँ आएपछि चाहिँ बनाएको। सबैजनाले मेरो फेसबुक पेज फलो गरिदिनुस् होला। हेर्नु न कस्तो राम्रो देखिरहेछ। मेरो साथीहरु त्यहाँ पुगिसक्यो। भर्खर सुरु गरेको, गलिसक्यो। मान्छे माथि पुग्दा त मर्छ होला हौ। के भयो, गलियो? यस्तो छ सुरु नभई अनि कहाँबाट 10% नि हिँडेको छैन हौ। ड्राई पिकनिक अर्को पालि जाउँला। अहिले कसैको अनुहार फुल्लिन्छ नभन्नु न। त्यस्तो बाटो चाहिँ चिनेको छैन, यत्तिकै अन्दाजमा हिँडिरहेछौँ। हेर्नु त यिनीहरूको जाँगर। घरमा काम गर भन्यो भने यसरी जाँगर लाउँछ यिनीहरू। हेर्नु त यहाँ घुम्नु पाउँदा त यिनीहरूको जाँगर। हेर्नु न सिडी भेट्यो भनेर कति खुसी भएको, लास्टमा घरको सिडी परिरहेछ। तारकेश्वर मन्दिर यहीबाट हो। हस् धन्यवाद बा। आधा घन्टा। थ्याङ्क यू। अब आधी घन्टा बाँकी रहे। हिँडेको नि थाहा भएन हौ, 1 घन्टा हिँडिसकेछ। 1 घन्टा बढी भएछ। हाम्रो प्यारी चाहिँ टुक्क बसिरहेछन्। फेरि 1 बोतल पानी पनि बोक्नु लागिरहेछ हौ। कहाँ जानेर आफ्नो ज्यान फाल्नु, कहाँ फाल्नु भइसक्यो। फुलेर हुर्किनु पर्यो। गल्यो। मैले भिडियोमा सबै क्लिप चाहिँ हालेको छैन, बिच्चाकोमा हालेको छु। सबैजनाले हेरिदिनु होला। पछि बिस्तारै राम्रो आउँछ। मैले ठाउँको क्लिप मात्रै हालेको छु। गाह्रो भयो।
के भयो? उसले चाहिँ एकछिन बस्नु बित्तिकै मोबाइल निकाल्दै रहेछ नि मेरो मोबाइल तातियो मेरो मोबाइलको चार्ज घट्यो मेरो मोबाइलको के भयो भनेर कन गरिहाल्छ पसलमा के अरे भाउजू ननस्टप मोबाइल चलाउँछ के तिमीले देख्दै रहेछ फेरि हेर्नु न साथीहरू गलेर स्याथ्यारा भइरहेछ के गरेको गोरे गोरे आऊ गोरे बल्ल बल्ल माथि डाँडामा आइपुग्यो हेर्नु न मैले सबै हिँडेको क्लिपहरू चाहिँ हालेको छैन है साथीहरू नरिसाउनु होला टाइमको मात्रै हालेको छु एनी टाइम क्यामेरा पक्रेर बस्नु सक्दैन नि त भर्खरको कलियुगको भ्लग यो हो भयो बल्ल शीतल भयो है अझै टाइम लाग्छ भनेछ अहिले भर्खर आएको ग्रुपहरूले सकिँदैन जस्तो छ फास्टै गाह्रो भइसक्यो हेर्नु न पर भिडियो बनाएको अब म माथि पुगेपछि मात्रै भिडियो बनाउँछु अहिलेको लागि यति नै हाइकिङ आएको रे हेर्नु न यहाँनिर सबै बाटो बिर्सेर कता जाने 2-3 वटा बाटो पुगिसक्यो यता त होइन होला हौ गेट त छ English git. English git बुझ्नुहरू आयो ल सुनि ओइ सुनको मन घर रहेछ ल कसरी खेतीपाती के खाने मलाई भन्नु ल हाइकिङ आइकिङ आएको भन्नु न मल्ल भनेको ठाउँमा आइदिएको हेर्नुस् त आजको डेस्टिनेसन यही हो तारकेश्वर टेम्पल बाई बाई गाइज